जनता सर्वोच्च हुनुपर्ने, तर यिनीहरूले के हुन्छ त जनतालाई हप्काउने गाली गर्ने। यो किताब हो, यहाँ हप्काउने गाली गर्ने यति गर्छ होइन। अनि त्यसपछि उठेर बस्छ। ठिकै छ, उठेर बोल्नु त ल। यो पैसा लाग्छ ल, दुईटाको 100। अनि त्यसपछि अर्को यिनीहरूले के गर्छ भने हरेक ठाउँमा एउटा बाना बनाएर लुट्छ। जस्तै विद्युत संस्थान अनि यो आयल निगम छ नि जति संस्थान, ती सबैमा करहरू छुट गरिदिन्छ। अनि त्यो छुट गरेको चाहिँ आफू खान्छ, व्यापारीबाट लिन्छ होइन। त्यसपछि त्यो संस्थानहरू सबै घाटा बनाइदिन्छ। अनि त्यसपछि अफिसमा चाहिँ सबै बेरुजु हुन्छ। अनि त्यो बेरुजु रकम चाहिँ तिर्दैन कसैले पनि होइन। यसरी यिनीहरूले अब यिनीहरूको त गल्ती भनेर साध्य छैन। यसरी देशलाई सबै लुटेको छ होइन। त्यस कारण अब यिनीहरूलाई चाहिँ हामीले खेलाउनु पर्ने छ। र जसरी हो त्यही खेलाउनको लागि यिनीहरूले कसरी लुटेको छ र हामीले यिनीहरूलाई चाहिँ कसरी हटाउनु पर्छ भन्ने कुरोहरू चाहिँ यहाँ देऊ। हजुर लक्ष्य त्यो विकास श्रमदानको माध्यमले विकास गर्ने, श्रम संस्कृति श्रमदानको माध्यमले विकास गर्ने कुरो छ यहाँ। ल अरू केही प्रश्न छ भने सोध्न सक्नुहुन्छ। ए यो अचम्म तरिकाले भयो, झन् यो 1 महिनामा लेखिसकेको। यो रफ बनाउनु त 15-20 दिनमा सक्यो होइन। यो अर्को किताब चाहिँ यसलाई त 1 वर्ष जति लागेको थियो होइन। ल हस्, धन्यवाद। यो दुईटाको 100, एउटाको 50, दुईटा लाने हो। होइन 50 मै दिएको छुटमा। अब नेपालीहरूलाई के भन्दैछु भने अब तपाईँहरूले अब यो काङ्ग्रेस एमाले माओवादी त्यो पुराना पार्टी छन् नि, यिनीहरूले चाहिँ झुट्टा आश्वासन दिन्छन्। अब विकास गर्छु, अब ओलीले भन्छ समृद्ध नेपाल बनाउँछु भन्छ मुखले, तर उसले कहिले बनाउँदैन, देश मात्रै लुट्छ। त्यस कारण हामीले अब नेपाली जनताले यिनीहरूको झुटा कुरालाई पर्दाफास गर्नुपर्छ, झुटाको पछि लाग्नु हुँदैन। र हामीले चाहिँ हर्कबाद श्रम संस्कृतिको माध्यमले विकास गर्नुपर्छ। र नयाँ पार्टीहरू हर्क साम्पाङको पार्टीलाई चाहिँ हामीले भोट दिएर अगाडि बढाउनुपर्छ भनेर सबैलाई यही आग्रह गर्छु। हजुर यहाँ लेखेको छ, यहाँ भ्रष्टाचारीको कविता सुनाइदिउँ ल। एउटा कविता सुनाइदिन्छ है, भ्रष्टाचारले खेद्ने। ए दिने लु, एउटा दिँदै जानु है, म बोल्दै दिन्छु ल। ल यहाँ मैले हर्क साम्पाङकै शैलीमा एउटा भ्रष्टाचारीलाई लखेट लखेट भन्ने कविता लेखेको छु, सुन्नुहोस् है। जागृत र सचेत बनी विकास गरौँ है भनेको छ होइन। लखेट 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 भ्रष्टाचार गर्ने ध्वासेलाई संसारबाटै खेद। लखेट 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 श्रम नगर्ने सुतुवालाई संसारबाटै खेद। भ्रष्टहरूले समाजको महत्त्व बुझ्दैनन्, जाति राष्ट्र समाजलाई हानि पुर्याउँछन्। अल्छेले चाहिँ सृजनाको संसार देख्दैन, विनाशतिरै ओर्लन्छौ विकास गर्दैन। श्रम नगर्ने अल्छे चाहिँ भोकभोकै बसोस्, भ्रष्टाचार गर्ने ध्वासे चाहिँ खाँदामा खसोस्। भ्रष्टाचारी र अल्छेहरू शत्रु हुन् बुझौँ, समाजका सबै मिली यिनलाई लखेटौँ। भ्रष्ट शासक मूर्ख नेता धोकेबाज हुन्, जनता ढाँट्दै देश लुट्दै राष्ट्र डुबाउँछन्। चिप्लो बस्दै छलकाम गर्दै फाइदा उठाउँछन्, देशका सबै ढिकुटीहरू खाएर रित्याउँछन्। भ्रष्ट शासक मूर्ख नेता हामीलाई चाहिँदैन, जनता लुट्ने र ढाँट्ने छुट कसैलाई हुँदैन। श्रम नगर्ने भ्रष्टाचारी सबैलाई खेदौँ है, जागृत र सचेत बनी विकास गरौँ है। अर्को हर्क साम्पाङले के गर्छ भन्ने सुनाइदिउँ ल, सुन्नु है त। हर्क साम्पाङ को हो र उसले के गर्छ यहाँ छ। हर्क साम्पाङ को हो र उता अलिक हल्ला भयो र पनि ठिक छ ल। अब सुन्नुहोस्, जनताले रोजेको इतिहासले खोजेको व्यक्ति हुँ म, दुनियाँले यो बुझिराखोस्।
यो संसार अवश्य बदल्छु म। के भन्छौ तिमी मलाई, के ठान्छौ तिमी मलाई, के देख्छौ तिमी मलाई, कसरी छुन्छौ तिमी मलाई, कसरी चाख्छौ तिमी मलाई, कसरी चिन्छौ तिमी मलाई, कसरी लिन्छौ तिमी मलाई। स्रोत साधनको महत्त्व बुझ्छु म, यसको उपयोग अवश्य गर्छु म। जनशक्तिको परिचालन गरेर जनताका समस्या टार्छु म। यो भूमि खनजोत गरेर सर्वत्र नै बिउ छर्छु म। यो भूमि माटोलाई फलवन्त बनाई देशलाई आत्मनिर्भर पार्छु म। श्रमको महत्त्व बुझ्छु म, हरेकलाई काम गर भन्छु म। काम नगर्ने अल्छीहरूलाई खाना पनि नखाऊ भन्छु म। भ्रष्टाचार गर्ने र अल्छी गर्नेलाई यो देशबाटै लखड्छु म। जनतालाई ठुलो शक्ति मान्छु म, उहाँहरूलाई सार्वभौम मान्छु म। जनतालाई नै परिचालन गरेर यो देशको निर्माण गर्छु म। जनतालाई सम्मान गर्छु म, उहाँहरूकै अधीनमा बस्छु म। उहाँहरूकै साथ लिएर विकासलाई अघि बढाउँछु म। सुन्दर संस्कृति बनाउँछु म, एकता र मेलमिलाप बढाउँछु म। उन्नत प्रविधि प्रयोग गरेर प्रकृतिको उपयोग गर्छु म। बन्जर भूमिलाई जोत्छु म, झार र काँडालाई हटाउँछु म। जडीबुटी फलफुल र अन्नाजीले डाँडा र पाखालाई सजाउँछु म। कोही भन्दा कोही कम हुन्न म, नेपालीलाई हेला हुन दिन्न म। सारा संसारको सामान्य नेपालको गौरव बढाउँछु म। अज्ञानताको अन्धकार फाल्छु म, ज्ञानको ज्योति बाल्छु म। संसारलाई नै नेतृत्व गर्ने गौरवशाली नेपाल बनाउँछु म। हस् त, धन्यवाद। उद्घोष दुई, यो भाग एक हो, यो भाग दुई एउटै किताब हो, दुईटा लेखेको। यो भाग एकको पनि एउटा सुनाउँछ कविता ल। यो अलिक आवाज भयो। ए म परिचय, मेरो नाम शर्मानन्द खतिवडा। शर्मानन्द खतिवडा। यता अलिकति यता हावा हजुर, इन्टरनेट सुन्छ यहीँ हाँस बजा। अनि म चाहिँ पूर्व टिचर हो। अनि अब सानैदेखि म साहित्यमा रुचि राख्थेँ होइन। पहिला पनि 2-3टा किताब लेखिसकेको छु। अनि अहिले चाहिँ यो हर्क सम्पाङको बारेमा लेखेको, त्यसपछि यो राजनीतिक क्रियाकलापलाई समेट्दै यो लेखेको एउटा विषय, यो जेनजीहरूलाई चेतना, जेनजीहरूको चेतना उकास्नको लागि यो लेखेको एउटा कविता म यसबाट सुनाउँछु ल। भ्रष्टहरूको काल बनेर आउँछौँ, राष्ट्रप्रेमी बनेर आउँछौँ, देशभक्त बनेर आउँछौँ। हरेक वर्ष कदम बढाउँदै 10 वर्षमा लक्ष्य भेटाउँछौँ। विकास प्रेमी बनेर आउँछौँ, भ्रष्टहरूको काल बनेर आउँछौँ। क्रमिक उपचार पद्धतिद्वारा भ्रष्टाचारको रोग निवारण गर्छौँ। शुद्ध विवेक लिएर आउँछौँ, देशलाई शुद्ध र परिष्कृत पार्छौँ। सांस्कृतिक क्रान्तिको प्रक्रियाद्वारा देशलाई संस्कारमा समुन्नत पार्छौँ। सशक्तिकरणका सिद्धान्त मान्छौँ, जनतालाई सर्वोच्च स्थानमा राख्छौँ। सार्वभौमिक देशको शक्ति नेपाली जनतामा निहित पार्छौँ। जस्तो तपाईँले देख्न सक्नुहुन्छ, हाम्रो अङ्कलले कति राम्रोसँगले आफूले लेखेको किताब चाहिँ हाम्रो हेर्नु अर्को सर, हाम्रो मेयर सरको लागि उहाँहरूले निकै नै सपोर्ट गर्नुभएको छ। उहाँ चाहिँ इटहरी हाँसपेसा चोकमा अवस्थित बस्नुहुन्छ। यति नै भन्दै म हजुरहरूसँग है यति सानो बिन्ती गर्न चाहन्छु, कृपया मेरो ब्लग हेर्दै हुनुहुन्छ भने केही समय निकालिकन यो च्यानललाई चाहिँ लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। हस् त, धन्यवाद। बाँकी चाहिँ दोस्रो पेजमा देख्नुहुनेछ।
म यहाँ नामहरू वाचन गर्नेछु, तपाईँहरू कृपा गरी स्टेजमा आइदिनु होला। र त्यसै त्योभन्दा अगाडि हाम्रो धनकुटाबाट पनि हाम्रो संयोजकहरूले प्रबन्ध समितिको जितेन्द्र सर आएको छ, उहाँलाई पनि जितेन्द्र राईले पनि काट्दै आइदिनु भयो। उहाँले एकचोटि तालीले बजाइदिनु होला। टाढोबाट भनेपछि म सरासर नाम हो सरासर सरी माफ गर्नुहोस् है हुन्छ के अध्यक्ष हुनुहुन्छ रुद्र खड्का सर। आगे तालिमले स्वागत गरौँ। हाम्रो अध्यक्ष यो तपाईँको सहमतिमा आज तत्काल समिति इटली 20 को सङ्घ संस्कृति महाभियानको संगठनको कार्यक्रममा अध्यक्ष हुनुहुन्छ श्री रुद्र खड्काज्यू। मलाई तालिमले स्वागत गर्छु। तपाईँ आइदिनुहोस्। त्यसैगरी सबै यहाँ माथि आउनुहोस्। अध्यक्ष हुनुहुन्छ हजुर चाहिँ श्री जुन राईज्यू, श्री पालराईज्यू, श्री शान्ति गुरुजी।